साथीहरू नमस्कार, यहाँहरूले स्वागत छ राणा भ्लगमा। र आजको हाम्रो यात्रा रहनेछ दुम्कीवास्तु सर्दीसम्मको साथीहरू। अब हाम्रो यात्रा सुरु यहाँबाट। हाम्रो यो सर्दी जाने बाटो हो है, तपाईँले हेर्न सक्नुहुन्छ। यस्ता नयाँ नयाँ भिडियोहरू दिनका दिन आउनेछौँ राणा भ्लगबाट। राणा भ्लग 3M भएर सब्सक्राइब गर्नु होला। पुरी मगरका हो है साथीहरू। ल हेर्नुहोस् है गाई, यो पुरी 12 गरी हो। तपाईँको 12 गरी गाउँ हेर्नु होला। यो दुम्कीवासदेखि सर्दी जाने बाटोमा पर्छ यो गाउँ 12 गरी। एकैछिनपछि हामी अब गुल्कामा आउँछौँ गाइजहरू। अब डाँडाचोर है, अब एकैछिनपछि डाँडाचोर हेर्नुहोस् है। हेर्नुहोस् है डाँडाचोर डाँडाचोर। अब खोला आउँछ, सानो खोला आउँछ। यसलाई है साथीहरूलाई घाँगी खोला भनिन्छ है। के कारणले भनियो त्यो थाहा भएन है। घाँगी खोला यता खोलातिर डाँडाचोर। एकैछिनमा हामी अब चोकमा आउनेछौँ। सोडा जयन्ती हो है, मणिसङ्गम स्कुलको सोडा जयन्तीको गेट है। अब डाँडाचोर है। अब हामी डाँडाचोर साथीहरू। अब घोसेरी गाउँ है। अब यो घोसेरी है, यो उकालो कट्ने बित्तिकै अब हामी सिद्रे भन्ने गाउँमा प्रवेश गर्दैछौँ। अब गाउँ भेटिसके। अब ल यो गाउँ सिद्री हो। अब हेर्नु है, हेर्नु है साथी। अब यो गाउँ सिद्री है साथी। पुरै सिद्री हो साथी। बहुत ठुलो गाउँ छ, बहुत ठुलो गाउँ छ। अब सिद्री गाउँ। अब यहाँ एउटा चोक छ यहाँ। हामी अब सिद्री चोकमा गएको। अब हामी लगभग विनयको पुलमा आइसकेका छौँ है साथीहरू। अब हेर्नु पुल हेर्नु है, पुल हेर्नु। अब ल अब पुल आयो। ल है पुल आयो। ल हेर्नुहोस् है। अब हाम्रो विनय त्रिवेणी गाउँपालिका 4 नम्बरमा पर्ने यो चौर भनेको हाम्रो यो मगर चौर है साथीहरू। हेर्नुहोस् है, 15 फागुनमा यहाँ मेला लाग्ने, मगर दिवसमा लाग्ने भनेको यहाँ है साथीहरू है। यो चौरमा हामी बहुत रमाइलो हुन्छौँ है साथीहरू है। ल हेर्दै गर्नुहोस् है। अब गोलटाढे आइपुग्यो भने ल है, बजार हेर्नु, बजारमा गोलटाढे बजार
खै साथी ए साथी अब यो हामी बाँस गाडी लाग्यो अब हामी बाँस फाइनल्ली सर्दीको बाँसघारी भन्ने ठाउँमा आयो कि रोका ल है साथीहरू भ्लगमा नयाँ छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला भ्लगमा केही कमी कमजोरी भयो भने माफ पाऊ धन्यवाद।